नमस्ते म्याम। हजुर नमस्कार म्याम। के छ खबर, सन्चै हुनुहुन्छ? हजुर ठिकै छ भनौँ। हजुर सजिलैसँग बस्नुभयो है एकछिन? हजुर सजिलै बसिया छु। मलाई सजिलै भएको छ के अरे। ए हजुर, पानी सानी खानुहुन्छ? भर्खरै खाना खाएको अब नै अहिले। ए हजुर हजुर। सजिलैसँग बस्नु एकछिन अनि हामी एकछिन कुरा गरौँ है त। मेरो नाम चाहिँ सविता ढकाल हो। म चाहिँ मनोसामाजिक मनोविमर्शकर्ता हो। म चाहिँ यहाँ पोखरा बिरौटामा बस्छु। अनि हजुरको पनि परिचय पाऊँ। मेरो चाहिँ नमस्ते, मेरो नाम चाहिँ लक्ष्मी ढकाल। अच्छा। मेरो घर चाहिँ यता दाङमा पर्छ। ए हजुर हजुर। हजुर अनि पढाइहरू घरमा को हुनुहुन्छ? घरमा चाहिँ आमा बुवा सासू ससुरा हुनुहुन्छ, श्रीमान अनि दुईटा बच्चा छ। ए हजुर, संयुक्त परिवारमा बस्नुहुन्छ। के गर्नुहुन्छ नि हजुर? म अहिले चाहिँ यत्तिकै खाली बसिरहेको छु भनौँ। ए हजुर। अनि कति पढ्नु भएको छ नि हजुर? पढ्ने त मैले मास्टर्स गरेको छु। ए हजुर हजुर। कति वर्ष हुनुभयो? अहिले भए लगभग कति 35 वर्षको भए। ए हजुर हजुर। अनि मसम्म चाहिँ कसरी आइपुग्नु भयो हजुर चाहिँ? मलाई चाहिँ अलिकति केही कुराहरू राख्न मन थियो अनि त्यही भएर मैले सरसँग कन्ट्याक्ट गरेको थिएँ। ए हजुर हजुर। अनि सरले फेरि हजुरसँग भेटाइदिनु भयो। ए हजुर हजुर। अनि हजुरले चाहिँ मनोसामाजिक मनोविमर्श भनेको के हो भनेर कहिले सुन्नुभएको छ? अलिअलि सुन्न त सुनेको तर त्यति राम्रोसँग चाहिँ थाहा छैन। ए हजुर। म हजुरलाई भन्छु है त। मनोसामाजिक मनोविमर्श भनेको चाहिँ मनोसामाजिक मनोविमर्शकर्ता जो म हुँ अनि र सेवाग्राही हजुर बिचको चाहिँ यो योजनाबद्ध कुराकानी हो होइन। यसमा चाहिँ मनोसामाजिक मनोविमर्शकर्ताले चाहिँ सेवाग्राहीका भावनात्मक व्यवहारगत कठिनाइहरू जुन लिएर आउनुहुन्छ सेवाग्राहीले उहाँहरूमा भएको उहाँहरूसँग कुरा गरेर नै उहाँहरूबाटै समाधान निकालेर चाहिँ त्यो समस्याहरूको समाधान गर्ने प्रयास गरिन्छ यसमा चाहिँ है। आज चाहिँ हामी चाहिँ त्यो आधी घन्टा 1 घन्टा जति चाहिँ कुरा गर्छौँ है। अनि यसमा चाहिँ एउटा कुरा के छ भन्दाखेरि चाहिँ सेवाग्राही र सामाजिक मनोविमर्शकर्ता बिचको कुरा चाहिँ गोप्य रहन्छ एकदम। गोप्यता भनेको थाहा छ नि हजुरलाई? जुन भनेको चाहिँ हजुर र म बिचको कुराकानी चाहिँ अरू कसैलाई पनि भन्दिनँ मैले चाहिँ। कुनै बेला चाहिँ जस्तो कि हजुरलाई थप सहयोग चाहियो अथवा हजुरलाई कुनै जोखिमहरू छ भने चाहिँ भन्छु, नत्र चाहिँ भन्दिनँ है। हामी कुराकानीलाई चाहिँ अगाडि बढाउन सक्छौँ। बढाउन सक्नुहुन्छ तर कुरा चाहिँ जस गोप्य नै रहन्छ नि। ए हजुर, गोप्य रहन्छ। हजुरलाई चाहिँ मनमा चाहिँ के खेलिरहेको छ अहिले चाहिँ? मनमा त अब धेरै रिस उठ्छ अनि अलिकति निन्द्राको समस्या छ, निद्रा लाग्दैन। ए हजुर अनि घरको परिवारहरूसँग अलिकति रिस उठ्छ, बच्चा बच्चासँग नि रिस उठ्ने अनि सासू ससुरासँग श्रीमानसँग यस्तो रिस उठ्ने खालको भइरहेछ कि आजकल। अनि घरबाट कहीँ बाहिर पनि जान मन लाग्दैन, घरमै बसिराख्ने ए कोठाभित्रै हजुर हजुर। त्यस्तो भइराखेको छ एकदमै। ए हजुर हजुर। एक्लो भए जस्तो कहिलेदेखि? महसुस हुन्छ। ए हजुर, एक्लो महसुस भइरहेको छ। कहिलेदेखि यस्तो हुन थालेको हजुरलाई चाहिँ? मलाई भयो लगभग अहिले 4-5 महिना जति भयो। हुन त एक वर्ष अगाडिदेखि नै हो। हजुर कहिले काहीँ चाहिँ त्यस्तो हुन्छ, जस्तो घरमा झगडा परिरहेको छ अनि हजुर एक वर्ष अगाडिदेखि नै अलिअलि अलिअलि जस्तो त भइरहेको थियो तर अहिले चाहिँ 4-5 महिना जति भइसक्यो होला जस्तो ए लाग्छ। हजुर अनि बढी हजुर बढी जस्तो भइरहेको छ। हजुर। मैले हजुर ए हजुर, मैले बुझे अनुसार चाहिँ हजुरको परिवारमा चाहिँ के चलोको कारणले गर्दा हजुरको मनमा चाहिँ गाह्रो भइरहेको छ? हजुर। हजुर। अनि हजुरले चाहिँ यो जुन गाह्रो भइरहेको छ केही गर्नु भएको छ यो समस्याको समाधानको लागि चाहिँ? समस्या त छ होइन,
आफ्नो तर्फबाट पनि केही गर्नुभएको छ कि छैन? मैले त केही गर्दैन अब त्यही त कोठाभित्रै बसिरहेको छु। ए अनि त्यो हजुर मोबाइलहरू चलाउने अब अलिकति अलिअलि टिकटक हेर्ने फेसबुक हेर्ने त्यो मोबाइल चलाउने ए गर्छु। हजुर कोही पनि जान्न, म कसैसँग पनि बाहिर जाँदैन। हजुर अनि त्यो घरभित्रै कोठामै बसिरहनु मात्रै मन लाग्छ, कोठामै बसिरहेको छु। ए केही हजुर पनि गरेको छैन, के गर्ने त्यो आइडिया छैन मलाई, कि थाहा नै छैन के गर्यो भने कम हुन्छ भन्ने थाहा नै छैन। हजुर हजुर समस्या छ तर समाधान कसरी हुन्छ भन्ने चाहिँ थाहा छैन हजुरलाई, मैले बुझेअनुसार। हजुर हजुर। हजुर। अनि मोबाइलहरू हेर्छु भन्नुभयो होइन, के हेर्नुहुन्छ अनि मोबाइलमा कस्तो खालको कन्टेन्टहरू हेर्नुहुन्छ? मोबाइलमा मैले त्यही त अघि हजुरलाई भने टिकटक हेर्छु बढी। हजुर टिकटकमा टिकटक पनि अब विविध चिजहरू आउँछ नि त, कस्तो खालको अब मनोरञ्जनात्मक हेर्नुहुन्छ कि कस्तो खालको? मैले चाहिँ बढी मात्रामा अब टिकटकमा पनि त्यस्तै अरूको परिवारसँगको सम्बन्धको कुरा हेर्छु। हजुर अनि हजुर अब आइरहेको हुन्छ नि त उनको घरको परिवार, जस्तो अब मेरो घरमा यस्तो छ, अरूकोमा कस्तो हुँदो रहेछ, कस्तो छ भनेर हजुर त्यस पारिवारिक खालको कुराहरू हेरिरहेको हुन्छु। श्रीमान श्रीमती सासु ससुरा बिचको सिरियलहरू पनि अलिअलि त्यो आउँछ नि त, छोटो छोटो हजुर हजुर त्यस्तोहरू हजुर। रिल्सहरू हेर्ने त्यस्तो गर्छु। ए हजुर हजुर। अनि जो अब रिस उठ्दा एकदम धेरै रिस उठ्दाखेरि चाहिँ के गर्नुहुन्छ नि हजुर? रिस उठ्दाखेरि अब रिस एकदम उठिरहेको हुन्छ, अब के गर्ने थाहा, त्यही त रिस उठ्यो भने पनि जे भयो भने म भित्र आयो। अनि हाम्रो फेरि लभ म्यारिज हो। ए अनि हजुर त्यही भएर हजुर पनि सासू सासू ससुराले हजुर त्यति मन पराउनुहुन्न कि, किनकि ए हजुर आफैले नै यिनीहरूको बिहा भएको हो, हामीले चाहिँ ल्याएको होइन भनेर। अनि जहिले पनि जस अरूको बुहारीले यस्तो गर्यो उस्तो गर्यो, जागिर खायो, काम गरेछ, यसले केही पनि गर्दैन भनेर मलाई भनिराख्नुहुन्छ। हजुर अनि त्यसपछि त्यो सुन्नुपर्छ, भनिराख्नुहुन्छ, रिस उठ्छ नि। त्यही भएर रिस उठ्यो भने नि कोठामै आएर बस्ने, जे गरे पनि कोठामै आएर बसिरहेको छु। ए हजुर। श्रीमानसँगको सम्बन्ध चाहिँ कस्तो छ? श्रीमानसँग पनि त्यही हो, बाबा आमाको कुरा बढी सुनेपछि अनि श्रीमान पनि उतै लाग्नुहुन्छ। त्यसपछि झगडा जस्तो भइरहेको छ, एक्लै कोठामै बस्ने हो। ए हजुर। अनि हजुरले चाहिँ आफ्नो मनको कुराहरू अब हजुरले भनेअनुसार चाहिँ धेरै नै समस्या छ जस्तो देखियो होइन। अब कसैलाई सेयर गर्नु भएको त्यस्तो कोही छ कि नै सेयर गर्ने चाहिँ? कसलाई भनेर अब म फेरि अब माइतमा भन्नु पनि भएन, आफै बिहा गरेर गएको होइन। अनि हजुर हजुर अब साथीभाइलाई भने पनि साथीभाइ पनि आफूसँग छैनन्, टाढा टाढा ए छ। हजुर साथीभाइलाई हजुर फोनबाट पनि अब कहिलेकाहीँ के छ कस्तो छ भनेर कुरा गर्दाखेरि अनि यस्तो छ मेरो घरमा भन्न पनि त भएन होइन। अब हजुर हेप्छन्, साथीहरूको सबैको राम्रो छ, उनीहरूको घरमा राम्रो भइरहेछ, हजुर साथीहरूले कमाउँछन्, आफ्नो श्रीमानले पनि कमाउने। त्यही भएर अब हजुर मेरो त फेरि यस्तो छ भनेर हेप्छन् जस्तो लाग्छ। अनि ए कसैसँग हजुर भन्दिनँ, त्यति बोल्न पनि मन लाग्दैन साथीहरूसँग पनि। अनि अब छिमेकीलाई भन्ने कुरा पनि भएन। अब घर हजुर झन् कसलाई भन्ने, कसैलाई पनि भन्दैन। एक्लै बरु गाह्रो भयो भने रोएर बस्छु, कोठाबै रुँदै बस्दै गर्छु। कसैलाई हजुर पनि हजुर भनेको छैन। आजै तपाईँलाई भने मैले पहिलोचोटि। हजुर हजुर। मैले बुझेअनुसार चाहिँ हजुरले चाहिँ आफ्नो मनको समस्याहरू अरूलाई भन्दाखेरि चाहिँ अरूले चाहिँ अब बुझ्दैनन् होइन। अनि त्यहाँ पछाडि यस उनीहरूले चाहिँ हजुरलाई अलिक कमजोर सोच्छन् भन्ने चाहिँ सोच्नुहुन्छ हजुरले चाहिँ? हजुर। हजुर हजुर। बिहे भएको कति वर्ष भयो नि म्याम? मैले भइसक्यो लगभग 8 वर्ष पुरा भयो। बिहे भएको 8 वर्ष भयो भन्नुभयो होइन। अहिले हजुरलाई समस्या देखिन थालेको चाहिँ 4-5 महिना भयो। हजुर के हजुर कुराले साथ चाहिँ त्यो सुरुवात, केही घटनाहरू केही भएको थियो कि केले गर्दाखेरि चाहिँ त्यो समस्या सुरु हुन पुग्यो? होइन त्यस्तो थिएन पहिला। अब मैले त्यसरी केही पनि लिएन। उहाँहरू भन्न त हजुर पहिल्यैदेखि भन्नुहुन्थ्यो, किनकि हजुर अब मेरो माइतीमा पनि अहिलेसम्म जस मेरो परिवारहरू जानु भएको छैन, ए हजुर घरको हजुर सासू ससुराहरू जानु भएको छैन। अनि त्यसपछि उहाँहरूले भनिराख्नुहुन्थ्यो अब यसको अरूले बोलाउँछन्, अझै हामीलाई बोलाएको छैनन् भन्ने कुरा गरिराख्नुहुन्थ्यो। तर म फेरि त्यो बेला खै अब के भयो म आफूलाई थाहा छैन। ठिकै छ हजुर मेरै गल्ती हो, म आफै आएको भनेर म चुप्प लागेर बसिरहेको थिएँ। अनि
त्यसपछि चाहिँ जहिले पनि त्यो मात्रा बढाइराख्ने क्या भनिराख्ने। ए अनि हजुर त्यसपछि हजुर चाहिँ हाम्रो चाहिँ अर्को कान्छी बुहारी बिहा गर्नु भनौँ देउरानी। अनि ए हजुर देउरानी बिहा हजुर गरिसकेपछि चाहिँ अब उसको त राम्रो भयो नि त, माइतीबाट पनि सबै कुराहरू पाउने हजुर पाउनुभयो। अनि त्यसपछि चाहिँ मलाई अलिक बढी भन्न थाल्नुभयो, यसकोबाट केही पनि पाएन, बोलाएको पनि छैन भनेर। त्यो ए भनिराख्दाखेरि हजुर चाहिँ अनि मलाई खै के भयो म आफैले थाहा छैन। ए त्यसपछिबाट मलाई रिस हजुर उठ्न थाल्यो। अनि ए त्यसपछि हजुर श्रीमान पनि उतै लाग्ने, अनि श्रीमानसँग पनि रिस उठ्न थाल्यो। अनि बच्चासँग पनि तेरो परिवारै यस्तै हो भने जस्तो भयो, बच्चासँग नि रिस उठ्न थाल्यो। त्यसपछि गर्दा गर्दा निद्रा नलाग्ने, रिस उठ्ने, हजुर त्यस्तो हुन थाल्यो कि मलाई खाने मन नलाग्ने जस्तो भयो। हजुर बढी भयो, अहिले 5-6 महिना जति चाहिँ भयो बढी हुन लाग्यो। ए हजुर हजुर अरू अरू के अब निद्रा नलाग्ने भन्नुभयो, कसैसँग बोल्न मन नलाग्ने, एक्लै बस्न मन लाग्ने भन्नुभयो होइन। अनि अरू के छ मनमा होइन, शरीरमा अरू समस्याहरू के छन्, अरू थप समस्याहरू केही छन्? अरू त हुँदैन, मनमा कहिले काहीँ किन चाहिँ यसरी आफै बिहा गरे होला जस्तो चाहिँ महसुस हुन्छ। आफूले हजुर नगरेको भए चाहिँ सायद यस्तो हुन्थेन होला, मलाई हेप्थेनन् होला भनेर जस्तो चाहिँ महसुस हुन्छ। अनि हजुर अलिकति शरीरहरू एकदमैसित अब त्यस्तो कुराहरू आयो भने शरीरहरू थरथर कामेको जस्तो हुन्छ, अरू त त्यस्तो खासै हुँदैन। ए हजुर हजुर भने पछाडि समस्या छ, समाधानको लागि प्रयास गर्नु भएको छैन भन्नुभयो होइन, 4-5 महिनादेखि चाहिँ अब यो समस्या देखिन थालेको भन्नुभयो होइन। अनि अरू अरू छिमेकीहरू यताउतासँगको सम्बन्धहरू चाहिँ कस्तो छ, साथीहरूसँगको सम्बन्धहरू? एक्लै बस्छु त भन्नुभयो, कोही साथीहरू त होला नि हजुरका? नै त्यसो त्यो त साथीहरू सबै मेरो नजिक छैन, हजुर सबै हजुर टाढा टाढा। उनीहरू अब कोही बाहिर गएको छ, विदेशतिर छ, कोही काठमाडौँतिर बस्छ। अनि उनीहरू हजुर अब जागिर खाने त्यस्तो गरिरहेछ के अरे। अनि त्यसपछि उनीहरू पनि अब आफ्नै साथीहरूसँगै रमाइरहेछ र अरू साथीहरू भयो नि त। हजुर अनि हजुर अब मसँग उनीहरू पनि कन्ट्याक्ट हुँदैन, म आफूले पनि गर्दैन। कहिले कसो कुनै साथीसँग यस्तै भयो भने पनि त्यस्तो कुरा हुँदैन। अनि हजुर छिमेकीहरूसँग पनि अब के कुरा गर्ने, म घरबाटै निस्किँदा फेरि गएर केही कुराहरू आफूले गरिएला, उनीहरूले पनि मलाई केही भन्लान्। अनि फेरि परिवारले हजुर फेरि गएर कुरा गरिस् भन्नान् जस्तो लाग्छ नि, जाँदिनँ म, कोही पनि जाँदिनँ, कोहीसँग पनि जाने कुरा गर्ने गर्दैन, कोठामै बसिरहेको छु। ए हजुर हजुर अनि हजुरको चाहिँ दैनिक क्रियाकलापहरू जुन छ होइन, बिहानदेखि बेलुकासम्म अब घरमा जोइन्ट फ्यामिलीमा हुनुहुन्छ, त्यो क्रियाकलापहरूमा केही परिवर्तनहरू कस्तो छ त्यो चाहिँ? काम त अब जसो तसो चाहिँ गर्न परिराखेको छ। अब हजुर हजुर घर रिस उठ्दै भए पनि अब कामहरू त गर्छु नै। त्यसपछि अब खासै काम त अब त्यस्तो छैन। खानासाना हजुर बनाउने, सरसफाइ गर्ने, बच्चा बच्चीको स्याहार सुसार, अब सासू त्यही त घरभित्रको काम हो, बाहिरको छैन। अनि हजुर गरिराखेको छु, गर्छु। फेरि हजुर सक्यो भने कोठामै आएर बस्ने, फेरि काम गर्ने बेला भयो भने जाने, त्यस्तो चाहिँ हजुर गरिरहेको छु। तर अलिकति फरक त हुन्छ नै, किनकि आफ्नो मन खुसी हुँदाखेरिको काम गराइको तरिका र मन दुखी हुँदाखेरिको काम गराइको तरिका त फरक नै भइहाल्छ। हजुर अनि इन्टरेक्सन हो भनेको कुराकानीहरू परिवारको सदस्यहरूसँग अब सम्बन्ध राम्रो छैन त भन्नुभयो होइन, र कुराकानीहरू कतिको हुन्छ? हुँदैन, कुरा गर्दैन। त्यतिको खाना पाके खाना आउनुहोस् भनेर बोलाउने, खाने, खाना दिने, हजुर त्यति नै। हजुर त्यस्तो हुँदैन, केही कुराहरू नै हुँदैन। पहिला पहिला त हुन्थ्यो, अनि हजुर अहिले त हुँदैन। अहिले देवर देवरानीहरू पनि छुट्टिएर बसिसकेका छन्, हामीसँग बस्ने छ, हजुर हजुर तर हुँदैन त्यस्तो। हजुरको भनाइअनुसार चाहिँ हजुरको समस्या अलिक बढी बढ्न थालेको चाहिँ देवरको बिहा गरेर आए पछाडि देउरानी र हजुरको बिचमा चाहिँ तुलना गर्न थाल्नुभयो परिवारको सदस्यहरूले, त्यहाँ पछाडि हजुर, चाहिँ हजुर। हजुरको बिहा समस्या गरेको पनि झन् 2-3 हजुर वर्षपछि, देउरानीको बिहा भएको 2-3 वर्षपछिबाट हो। ए हजुर हजुर अहिले चाहिँ उहाँहरू छुट्टी हुनुहुन्छ, हजुर चाहिँ सासू ससुरासँग बस्नुहुन्छ हो? उम्, ए हजुर हजुर अनि अरू हजुरलाई मनमा मन लागेको कुराहरू अरू केही छ भने भन्नु नि, ढुक्क भएर खोल्न सक्नुहुन्छ आफ्नो मनको अरू कुराहरू पनि, अझै समस्या चाहिँ कहाँबाट बढ्दै गयो होइन भनेर चाहिँ। त्यो चाहिँ आज जस्तो तपाईँलाई भेटेर खुसी लाग्यो होइन। हजुर फेरि पनि अब तपाईँसँग फेरि अर्को पटक, आज पहिलो पटक भएर पनि अलिकति
सबै कुराहरू गर्न अलिकति अप्ठ्यारो नै भयो भनौँ। भन्न त भनिरहेको छु तर हजुर पनि आफूलाई अप्ठ्यारो लागिरहेछ। अब फेरि अर्कोचोटि जस्तो तपाईँसँग कन्ट्याक्ट गरेर भेटौँला। आजलाई यति नै गरौँ। ए हुन्छ है, हुन्छ धन्यवाद। हुन्छ अर्कोचोटि चाहिँ अब कहिले भेटौँ? म हजुरलाई फेरि खबर गर्छु है। ए हुन्छ हजुरले आफ्नो संस्था छुट्याएर चाहिँ भेटौँला है। हुन्छ।